मान्छेहरू क्या होइन बेलामा मकै बेचेर पनि जिन्दगी चलाइरहेको छ नि त बेलामा थोरै सब्जीहरू बेचेर टमाटर बेचेर पनि जिन्दगी चलाइरहेको छ हामीलाई त जिन्दगीमा खै के कुरा खोजी गरेको छ कि खुसी नै हुन सकिँदैन जिन्दगीमा खुसी भन्ने चिजै छैन त्यसै हराएर गएको छ त्यही भएर म भन्छु सबभन्दा ठुलो कुरो भनेको चाहिँ मनको शान्ति हो अलवेज थिङ्क पोजिटिभ अरूको रिस्टा घमण्ड कहिले नगर्नु नरिसाउनु होइन जिन्दगी त्यसै पनि राम्रो भइहाल्छ नि जब मान्छेले अर्काको लाइफस्टाइल हेरेर आफूलाई कम्पेयर गर्नु थाल्छ नि त्यसपछि चाहिँ छोरी मान्छे जिन्दगी चाहिँ त्यस्तै हो छोरा मान्छे जिन्दगी चाहिँ बिग्रिनु सुरु हुँदो रहेछ त्यही भएर तपाईँहरूलाई जे पनि गर्नु मन लागेको छ स्टार्ट गरिदिइहाल्नु क्या अरूले के भन्ला अरूले के सोच्ला यता र उता भनेर जिन्दगीको 2-4 वर्ष यसै काट्नुभन्दा होइन पुरा आफूलाई मन परेको चिज गरिदिने आफूलाई मन परेको चिज के छ त्यो स्टार्ट गर्ने भए हुन्छ नभए के कुरा सिकिन्छ नि त जिन्दगीमा होइन डर के छ र जिन्दगीमा मरेर जानुपर्छ यसरी डराएर लजाएर केही हुँदैन क्या घिन त मान्नुपर्छ तर डराउने र लजाउने त हुँदैन कि है त्यही भएर तपाईँहरूलाई जे इच्छा छ मनले जे भनेको छ त्यही गर्नु डर भनेको त्यस्तै हो कि मनमै लाग्छ सबै कुराहरू दिमागमा भएको डर एकचोटि त्यो निस्किएपछि सक्यो कि त्यसपछि भनेको डर भनेको लाग्दैन क्या कहिले त्यस्तै हो कुराकानी चाहिँ हामीले यसरी बुझ्दाखेरि चाहिँ मलाई चाहिँ यस्तो लाग्छ है अब तपाईँहरूलाई के कस्तो लाग्छ है तपाईँहरूको पनि केही सल्लाह सुझाव छ भने कमेन्ट गर्नु होला म रिप्लाई गर्छु है त